नमस्ते, म सफल मिलनपल आज चाहिँ भर्खर उठिरहेको छु र ओछ्यानहरू पनि पट्टाइसकेको छैन। ओछ्यानहरू पनि लथालिङ्गै छन्। हे भगवान भने जस्तो अब के गर्ने हो, कुनै ओछ्यानहरू लथालिङ्गै छ। अब ओछ्यान पट्याउनु छ। आज पनि चाहिँ बिहानबाट पानी परिरहेको कारण म आज बाहिर निस्किन र दिउँसोमा भने अवश्य पनि म मेरो कामतिर भने जान्छु। काम भनेको मेरो भगवान हो। कामलाई प्राथमिकता नदिई काम नगरिकन पनि हुनेवाला छैन। सबै कुरामा कामै काम हो। काम गरियो भने पैसा आउँछ। पैसाले सबै कुरा गर्न, सबै कुरा जुटाउन सकिन्छ। त्यसो हुँदाखेरि कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू पनि छिटो उठ्नुहोला, सबेरै उठ्नुहोला र हामी यसरी चाहिँ नि रुमतिर अब यो ओछ्यानहरू पट्याउनु छ। अलिकति रुममा आज हामी धेरै जस्तै छौँ, सुतिरहेका छन् कसै र यसरी हामी घुमेर हेर्दाखेरि पानी पनि पकाइरहेको छु, पानी पाकिरहेको छ र अब खानासाना पकाउने चाहिँ अलिकति अस्वस्थ भएको कारण खानपानलाई मैले मेन्टेन गरिरहेको छु र यसरी यो चाहिँ स्वास्थ्य हुनको लागि, रोगबाट वञ्चित हुनको लागि केही चाहिँ मैले प्रतिरोधात्मक क्षमता बढाउनको लागि चाहिँ केही दबाईहरू मैले सेवन गरिरहेको छु। त्यसो हुँदाखेरि धेरै कुरा खानपानहरू पनि मैले बारिरहेको छु। अनि अर्को कुरा, दसैँ कस्तो लागिरहेको छ तपाईँहरूकोतिर? दसैँ अवश्य पनि आइरहेको होला। दसैँ तपाईँको घर आँगनमा आइपुगिसकेको होला। अनि दसैँको लागि सपिङ गर्दै हुनुहुन्छ होला। कसै दसैँको लागि घरतिर फर्किरहनु भएको छ होला। दसैँ राम्ररी मनाउनु होला, दसैँको शुभकामना छ पनि भन्न चाहन्छु। र विशेष गरेर सबैले धेरै सम्झना छ, धेरै माया छ। आजको भिडियो यस्तै रहनेछ। मैले गर्ने कार्यहरू थोरै देखाउने प्रयत्न गर्नेछु र मैले गर्ने कामहरू थोरै भए पनि मैले के गरिरहेको छु भन्ने कुराहरू तपाईँले अवश्य पनि थाहा पाउनुहुनेछ। र सङ्घर्षको फेजमा, स्ट्रगल जुन यो जर्नीमा धेरै कुराहरू चुनौतीपूर्ण गर्नुपर्ने हुन्छ। चुनौतीहरू अवश्य पनि छन्। त्यस कारणले गर्दाखेरि हामी सङ्घर्ष गर्ने मान्छेको लागि जस्तो ठाउँ भए पनि, जस्तो बसाइ भए पनि, जहाँ भए पनि रमाइलो मानेर, त्यसलाई नै खुसी मानेर, जस्तो छ त्यसमै खुसी भएर जिउनुपर्ने, बाँच्नुपर्ने अथवा सङ्घर्ष गर्नुपर्ने जुन समयहरू हुन्छ, जुनसुकै समय भए पनि हामी उपयुक्त समय सम्झेर काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि आज यसरी नै काम गरिरहेको जुन रुमको अवस्था, रुमको परिवेश हाम्रो यस्तै नै छ। र आज रुमबाट मैले भिडियो गरिरहँदाखेरि हामी धेरै परिवारहरू पनि तपाईँ देख्न सक्नुहुन्छ। र यसरी कतै परिवारहरूको जमघट हुन्छ, कतै चाहिँ एक्लै बस्नुपर्ने अवस्थाहरू पनि हुन्छ। त्यसकारण आज भने हामी अलिक धेरै सङ्ख्यामा तपाईँले देख्न सक्नुहुनेछ कि किन भन्दाखेरि हामी हरेक काम गरिरहँदाखेरि साथी सङ्गी, हरेक परिवार लगायत विभिन्न ठाउँमा चाहिँ हरेकजना जोडिएर काम गरियो भने, अघि बढियो भने धेरै कुराहरूमा हामी अगाडि बढ्न सजिलो हुन्छ। यस कारणले गर्दाखेरि हामीले सफल हुनको लागि जति धेरैभन्दा धेरै असल साथीहरू, असल सङ्गत गर्न सकियो भने जीवनमा अवश्य पनि सफलताको ती शिखर चुम्नको लागि, सफलताको चुचुरोसम्म पुग्नको लागि अवश्य सहज बाटो र सहज वातावरण भने मिल्नेछ र एउटा सफल हुनको लागि अलिक सजिलो पनि हुनेछ। र आज मैले धेरै कुराहरू गरिनँ, किन भन्दाखेरि हरेक दिन, हरेक समय समसामयिक विषयवस्तुमा मैले कुरा गर्ने पनि गरेको छु। मतलब मेरो डेली लाइफहरू कसरी चलिरहेको छ भन्ने कुराहरू मैले गरिरहेको छु। कि यद्यपि पनि जस्तै नेपाल जुन परिवर्तनतिर गइरहेको हो कि नयाँ नेपाल आइरहेको हो कि जस्तो हामीले महसुस पनि गर्न सक्छौँ, महसुस गरिरहेका छौँ। धेरै आन्दोलनहरू नेपालमा चर्किएका छन्, धेरै आन्दोलनहरू भए। यद्यपि कसैले यस्तो लग्जरी जीवन, लाइफस्टाइलहरू बिताइरहेको जुन कुराहरू पनि हामीले सुन्नमा आइयो कि जुन वर्गमा चाहिँ नेताको परिवारहरू एकदम
लग्जरी जीवन एकदम चाहिँ सुखमय जीवन बिताइरहेको जुन समाचारहरू छ्यापछ्याप्ती आएको थियो त्यो उहाँहरूको ठाउँमा छ। तर हामी स्ट्रगलको फेजमा हुने मान्छेले जुन सुख चयन आनन्द खोज्नुभन्दा पनि सुख खोज्नुभन्दा पनि दुःखलाई नै आनन्द हामीले लिन सक्यो भने त्यहाँदेखि धेरैभन्दा धेरै हामीले लाभ लिन सक्छौँ। यसकारण आजको जुन भ्लग जुन भिडियोहरू तपाईँले जुन यो मैले बसिरहेको जुन ठाउँबाट यसरी सामान्य तरिकाले खिचेर देखाएको छु। अब भर्खर उठेको कारण ओछ्यानहरू पट्याइएको छैन। अब ओछ्यानहरू पट्याउने हो। ओछ्यानहरू पट्याएर खाना बनाएर खानपिन गरेर भोजन ग्रहण गरेर भनौँ न भोजन ग्रहण गरेर पानी परे पनि दिउँसोमा म मेरो ड्युटीतिर अवश्य पनि लाग्छु। त्यसकारण मैले अवश्य पनि तपाईँले भनिरहेको छु कि भिडियोहरू अवश्य तपाईँको लागि कुनै न कुनै दिन दमदार खालको ल्याउने छु। भन्नै पर्दा तपाईँले चाहनुभयो भने कमेडी खालको भिडियो पनि म ल्याउन सक्छु, हँसाउने खालको पनि ल्याउन सक्छु। अनि डेली लाइफ स्टाइल डेली भ्लगहरू लिएर आउँदाखेरि सामान्य खालको भिडियोहरू पनि आउन सक्छन्। र सामान्य भिडियो पनि तपाईँले चाहिँ निहालेर हेर्नुभयो भने सामान्य भिडियोभित्र गहकिलो कुराहरू गहकिलो ज्ञानगुणका कुराहरू लगायत केही न केही कुराहरू तपाईँले पाउन सक्नुहुनेछ भन्दै यो आजको भिडियोबाट म पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, बाई बाई।